हेर्नुहोस् मानसिक समस्या भनेको एकदमै सामान्य कुरा हो। हामीले जसरी सोसाइटीमा हामीले परिवारमा जसरी हामीले मानसिक समस्या भनेको चाहिँ एकदमै त्यो म्याडनेसतिर पागलपनतिर गइरहेको भन्ने जस्तो अथवा अलिकति नराम्रो तरिकाले सोचिन्छ नि त्यो एकदमै गलत हो है। जसरी हाम्रो शरीरमा कुनै रोग लाग्न सक्छ त्यसरी नै मानसिक समस्या पनि एन्जाइटी डिप्रेसन पनि हुनसक्छ। जसलाई पनि हुनसक्छ, हर कोहीलाई पनि हुनसक्छ। त्यही भएर मानसिक समस्या छ भने चाहिँ त्यसलाई दबाएर, लुकाएर मलाई सोसाइटीले के भन्छ कि, फ्यामिलीले के भन्छ कि, अथवा अर्को मान्छेले के भन्छ, ल मलाई त मेरो इज्जत जान्छ, यो हुन्छ भनेर तपाईँले लुकाएर बस्नुभयो भने त्यसले बिस्तारै अझै शरीरमा पनि धेरै हानि नोक्सानी गर्छ होइन? त्यही भएर कुनै पनि टाइपको मानसिक रोग छ भने त्यसलाई एकदमै सहज तरिकाले लिएर छिटोभन्दा छिटो तपाईँले उपचार गर्नुभएको राम्रो हुन्छ र यदि तपाईँलाई कुनै टाइपको त्यस्तो मानसिक समस्याहरू छ भने हेक्सेलिङ अफ पोखरालाई तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ। हामीले तपाईँलाई काउन्सिलिङ, हिलिङ दुवै मेथडबाट उपचार गर्छौँ। एकपटक अवश्य सम्पर्क गर्नुहोला यदि तपाईँ मानसिक रोगहरूबाट गुज्रिराख्नु भएको छ भने।